श्री परमात्मने नमः। विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्हिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वरा गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। ओंकारं प्रौढमूलं क्रमपदसहितं छन्दविस्तीर्णशाखा ऋक्पत्र सामपुष्पो यजुरधिकफलोत्थर्वगन्धं दधान यज्ञच्छाया समेतो द्विजमद्भगणैः सेव्यमान प्रभाते मध्ये सायं त्रिकालं सुचरितचरित पातु वो वेदवृक्ष। ओम श्री परमात्मने नमः। समादरणीय सज्जन भक्तवृन्द, हामीलाई ओमकार टेलिभिजनको माध्यमबाट प्रत्यक्ष प्रसारणमा हेरिरहनुभएका समस्त भक्तजन र उपस्थित समस्त भक्तजन, हामी पुण्य क्षेत्र पावन क्षेत्रमा जन्म लिएर हामी यहाँ रहेका छौँ, जसलाई नेपाल भनेर हामीले जान्दछौँ। यो तपोभूमि, यो ऋषिहरूको भूमि, यो ऋषि मुनिहरूको भूमि, जहाँ नेमुनि जस्ता परम विद्वान परम ज्ञानी मुनिले चाहिँ पालन गर्नुभएको राष्ट्र नेपाल। यस्तो पवित्र पुण्य क्षेत्रमा, त्यो पनि पशुपतिनाथ भगवान राष्ट्रदेव भगवानको शरणमा छौँ। यस्तो पुण्यभूमिमा हामी जन्म लिन पाएका छौँ, बस्न पाएका छौँ। हामी कृतकृत्य छौँ। यो भूमिलाई सर्वप्रथम वन्दन छ, नमन छ। र यहाँ वरिपरि रहेका सम्पूर्ण स्थानाधिपति देवी देवताहरू, ग्रामाधिपति देवी देवताहरू सम्पूर्णमा मेरो कोटि कोटि नमन छ। हाम्रो नेपाल वैदिक सत्य सनातन धर्म परम्परा संस्कार र संस्कृतिले भरिपूर्ण सम्पन्न राष्ट्र नेपाल। यहाँ विविध चाहिँ हाम्रा चाडपर्वहरू हामीले मनाउने गरेका छौँ। आज हामी यहाँहरूलाई गङ्गा दशहरा पर्वको बारेमा केही चाहिँ सुनाउन चाहन्छौँ, केही कुराहरू यहाँ राख्न गइरहेका छौँ। आउँदै गरेको गङ्गा दशहरा पर्व यो 2082 सालको ज्येष्ठ 14 गतेबाट 22 गतेसम्म 10 दिन दशहरा गङ्गा दशहराको पावन चर्चा लिएर आज हामी उपस्थित भएका छौँ। सर्वप्रथम गङ्गा दशहरा, गङ्गा भनेको पवित्र पुण्य पावन नदी, जहाँ स्नान गर्नाले हाम्रा कायिक वाचिक मानसिक यी पापहरू चाहिँ पखालिएर जान्छन्, निर्मलीकरण भएर जान्छन्। दशहरा गङ्गा दशहरा 10 दिनसम्म स्नान गरिने 10 प्रकारको पापहरू चाहिँ निर्मलीकरण हुने भन्ने गङ्गा दशहरा शब्दको सामान्य अर्थ रहन्छ। अब यो गङ्गाको बारेमा अलिकति हामीले थोरै यसलाई चाहिँ खोज्ने हो भने हामी श्रीमद् भागवत महापुराणतर्फ हामीले चाहिँ इङ्गित गर्नुपर्छ। हामीले त्यहाँ
प्रवेश गर्नुपर्छ। श्रीमद् भागवत महापुराणको नवम स्कन्धको 8 र 9 अध्यायमा यो बारेमा गङ्गाको बारेमा वर्णन गरिएको छ। त्यहाँ प्रसङ्ग आउँछ राजा सगर राजाले अश्वमेध यज्ञ गर्नुभयो। अश्वमेध यज्ञ राष्ट्र कल्याणका लागि, लोक कल्याणका लागि गरिने कर्म, त्यो कर्म गर्नुभयो राजा सगरले। र यज्ञ गर्दा यज्ञ पशुको रूपमा चाहिँ घोडाहरू छोड्नुपर्ने विधि विधान रहन्छ। यज्ञ पशुको रूपमा घोडाहरू छोडिए र ती घोडाहरूलाई इन्द्रले चोरेर अन्तै कतै लगेर राखिदिए। किनभने यज्ञ अश्वमेध यज्ञका प्रभावले चाहिँ राज सिंहासन, इन्द्रको सिंहासन प्राप्त गर्ने सम्मनको त्यहाँ शक्ति रहेको हुन्छ। राजा सगरले गरिरहेको यज्ञ अश्वमेध यज्ञमा यज्ञ पशुको रूपमा छोडिएका घोडाहरू इन्द्रले अन्तै कतै पुर्याइदिए र सगरका पुत्रहरूले ती घोडा खोज्न जाने निधो गरे। किनभने यज्ञ पूर्ण गर्नका लागि छोडिएका यज्ञ पशुहरू, यज्ञमा छोडिएका घोडाहरूलाई पुनः यज्ञमा ल्याएर त्यहाँ विविध प्रकारका कर्महरू गरेपछि यज्ञ पूर्ण हुने हो। सगर राजाका पुत्रहरू घोडा खोज्न हिँडे, खोज्दा खोज्दा कहीँ भेटिएनन्। पृथ्वीको चारैतर्फ घोडाहरू खोजे, भेटेनन्। नभेटिसकेपछि उनीहरूले चाहिँ पृथ्वीलाई चारैतिरबाट खन्न थाले। कतै पातालतिर अथवा कतै अन्यत्र कतै ठाउँमा पो हाम्रा घोडाहरू, यज्ञका घोडाहरू, यज्ञ पशुहरू लगेर कसैले लुकाइदिएको छ कि भनेर पृथ्वीको चारैतिरबाट खन्न लागे। खन्दै जाँदा कपिल मुनिको आश्रमको नजिकसम्म त्यो एउटा सुरुङ बनेर गयो। र त्यहाँ हेर्दाखेरि सगर राजाका पुत्रहरूले देखे कपिल मुनिको आश्रमको छेउमा नजिकमा ती घोडाहरूलाई, ती यज्ञ पशुहरूलाई चाहिँ बाँधेर राखिएको छ। यतापट्टि कपिल महाराज ध्यानमा मग्न बस्नुभएको छ। उनीहरूले विचार गरे राजाका पुत्रहरू हुन्, युवराजहरू हुन्, अलिकति क्षेत्रीयताको अलिकति त्यहाँ मस्तिष्कमा प्रवेश भयो। र यी कपिल मुनि हाम्रा यज्ञका पशुहरू, यज्ञका घोडाहरूलाई ल्याएर यहाँ लुकाएका छन् र हामीहरूलाई देखेको नदेखै गरेर ध्यानमा बसेको एउटा अभिनय गरिरहेका छन्। यस्तो प्रकारको कपिल मुनिलाई चाहिँ आक्षेप लगाए र विभिन्न खालका गाली गलजहरू, विभिन्न अपशब्दहरू त्यहाँ प्रयोग गरे। भगवान कपिल मुनि अत्यन्त आनन्दपूर्वक ध्यानमग्न भएर आफ्नो अन्तर्खोजको यात्रामा दौडिरहनु भएको थियो। अन्तर्खोजलाई निरन्तरता दिइरहनु भएको थियो। धेरै बेरको चाहिँ यस्तो कोलाहलपछि कपिल मुनिका चाहिँ नेत्रहरू खुले। नेत्रहरू खुलिसकेपछि भगवान कपिल मुनिमा एक खालको चाहिँ योगको बलद्वारा ती सगर राजाका पुत्रहरू, राजकुमारहरूप्रति आएको त्यो तेजले ती सगर राजाका 60,000 पुत्रहरू डलेर खरानी भए, भस्म भए। त्यसकारण भक्तजन, योगीजन, साधुजन र ऋषिजन र महान जनहरूप्रति चाहिँ हामीले अनावश्यक खालका चाहिँ कुनै प्रकारका आक्षेपहरू प्रयोग गर्नु हुँदैन। यो एउटा सानो उदाहरण पनि हो। यसरी सगर राजाका 60,000 पुत्रहरू खरानी भए। त्यो भइसकेपछि चाहिँ अब यता यज्ञमा त घोडा खोज्न पठाइएको थियो, घोडा आएनन्, आफ्ना पुत्रहरू पनि आएनन्। यता सगर राजालाई चाहिँ त्यो कुरामा अलिकति चिन्ता भएर गयो। सबै सगर राजाका पुत्रहरू आफ्ना घमण्डका कारणले गर्दा खरानी भए। अब घोडाहरू, यज्ञ पशुहरू त ल्याउनु पर्ने नै छ, किनभने यज्ञलाई सफल पार्नु पर्ने छ। सगर राजाको आज्ञाले सगर राजाका नाति अंशुमान घोडा खोज्नका लागि, यज्ञ पशुहरू खोज्नका लागि निस्किए। खोज्दै जाँदा यताउता भौतारिन थाले। चारैतिर पृथ्वीका चारैतर्फ पूर्व पश्चिम उत्तर दक्षिण आग्नेय नैऋत्य वायव्य ईशान आदि गरेका 10औं दिशाहरूमा चाहिँ खोज्दै जाँदा पनि घोडाहरू पाउन सकेनन्। र अन्त्यमा खोज्दै निरन्तरको खोजाइपछि चाहिँ
त्यहीँ पुगे जहाँ कपिल मुनिको आश्रम थियो। कपिल मुनिको आश्रमको नजिकै पुग्दै जाँदाखेरि त्यहाँ खरानीको ढेर सारो चाहिँ ठुलो पर्वत देखे। खरानीका चाहिँ ठुला ठुला पर्वतहरू जस्ता ढिस्काहरू देखिए। त्यो देखिसकेपछि अंशुमान छेउमा गए र त्यहाँ कपिल मुनिको पनि दर्शन भयो र त्यहाँ गएर विविध चाहिँ प्रकारले चाहिँ अंशुमानले चाहिँ प्रार्थना गरे, कपिल मुनिलाई प्रार्थना गरे। सज्जन, ज्ञानी र अज्ञानीमा यही त फरक छ। त्यो ज्ञानीजनले चाहिँ एउटा सन्तलाई देखेपछि, ऋषिलाई देखेपछि, महर्षिलाई देखेपछि भित्र एउटा सात्विक ऊर्जा प्रवाहित हुन्छ र प्रार्थना गर्न, नम्र निवेदन गर्न, छेउमा बसेर केही कुराहरू लिन र ज्ञान लिनका लागि चाहिँ एउटा सज्जनले त्यो खालको एउटा उसमा चाहिँ ऊर्जा प्रवाहित हुन्छ, सात्विक ऊर्जा प्रवाहित हुन्छ भने एउटा तामसिक प्रकारको व्यक्ति जो चाहिँ उन्माद छ, जोसँग काम, क्रोध, लोभ, मोह आदि चाहिँ व्याप्त छ, भरिएको छ, त्यस्तो व्यक्ति चाहिँ घमण्डपूर्वक चाहिँ आफूलाई महान देखाउनका लागि विविध खालका कुराहरू गर्न थाल्छ। त्यस्तै यहाँ सगर राजाका पुत्रहरूले चाहिँ एउटा अभिमानको कुरा व्यक्त गरे भने यहाँ सगर राजाका नाति अंशुमानले गएर कपिल मुनिलाई प्रार्थना गरे, हे भगवान, मेरो समस्या यस्तो छ, मैले यज्ञ पूर्ण गर्नका लागि मैले यज्ञ पशु घोडाहरूलाई लिएर जानु छ, यो कसरी यस्तो भयो, यो कसरी यहाँ खरानी आदि देखिरहेको छ भनेर चाहिँ विविध प्रकारले प्रार्थना गर्दै यो कुरा बिन्ती गर्नुभयो। यस्तो प्रकारले अंशुमानले प्रार्थना गरिसकेपछि कपिल मुनिले भन्नुभयो, बाबु, यी घोडाहरू तिम्रा हजुरबाका यज्ञ पशुहरू हुन्। तिम्रा काकाहरूको उद्धार गर्नुपर्ने चाहिँ जिम्मेवारी तिम्रो काँधमा आएको छ। तिम्रा काकाहरूको चाहिँ यो गति भएको छ। यो भगवान, यो चाहिँ कपिल मुनिको चाहिँ चाहनाले पनि भएको होइन, त्यो योग बलको र उनीहरूले गरेको कर्मको फल हो। त्यसकारण यहाँ कपिल मुनि भन्दै हुनुहुन्छ, यिनीहरूलाई ठिक्क परो, यिनीहरूले गरेको कर्मको फल पाए भनेर यहाँ भनिराख्नु भएको छैन। हेर बाबु, तिमीले अब तिम्रा काकाहरूको उद्धार गर्नुपर्नेछ, हेर अंशुमान। त्यसकारणले यो कर्म हुन गयो, यो कर्मलाई चाहिँ तिमीले एउटा सद्मार्गतिर, सद्बाटोतिर लगेर चाहिँ तिम्रा काकाहरूको उद्धार गर्नुपर्नेछ, यहाँ कपिल मुनिले अंशुमानलाई भन्दै हुनुहुन्छ। र यी यज्ञका पशुहरू लिएर जाऊ र यी तिम्रा पूर्वजहरूको उद्धार हुने कर्म गर भनेर कपिल मुनि भगवानले भनिसकेपछि त्यहाँबाट अंशुमानले यज्ञ पशुहरूलाई लिएर गए, ती घोडाहरूलाई लिएर गए र यज्ञलाई सम्पादन गरे, यज्ञलाई पूर्णता प्रदान गरे। यता सगर राजाको मनमा अनेक खालको चाहिँ एउटा भावहरू उत्पन्न हुन गए। मेरा पूर्वजहरू एउटा चाहिँ कस्तो हुन्छ भने सज्जन, मानिसहरूलाई पुत्रेषणा, वित्तेषणा, लोकेषणा, यी तीनटा ईषणाहरूले चाहिँ झर्झर बनाएको हुन्छ। यहाँ राजा सगरलाई पुत्रेषणा, विचार गरौँ, आफ्ना एकजना पुत्रको कुनै दायाँ बायाँ केही अवस्था भयो, सामान्य बिरामी हुँदा पनि मातापिताहरू कति चिन्तित हुनुहुन्छ भने सगर राजाका 60,000 पुत्रहरू भस्म भए, खरानी भए, कति पीडा भयो होला। पुत्रेषणा, वित्तेषणा, धनको ईषणा, धन कमाउने, लोकेषणा, मान प्रतिष्ठा र इज्जतको एउटा चाहिँ भोग, यी तीनटा ईषणा, पुत्र, वित्त, लोक, यी तीनटा ईषणाले मान्छेलाई ग्रसित बनाएको हुन्छ। यहाँ सगर राजालाई पुत्रेषणा भयो, अत्यन्त चिन्तित भए, अब कसरी उद्धार हुन्छ भनेर चाहिँ आफ्ना पुत्रहरू, आफ्ना सन्ततिहरूको उद्धार गर्नका लागि के गर्नुपर्छ भन्ने उनमा त्यो जागृत भयो। र अब मैले राज्य गर्नु हुँदैन, यो राज्यले त अरूतिरै लान्छ, राजसिक कुराहरूमा लान्छ, किनभने त्यहाँ त साम, दाम, दण्ड, भेद आदि इत्यादि कुराहरू गर्नुपर्छ। जुन कुरा गर्दै जाँदाखेरि एउटा चाहिँ सत्मार्गलाई चाहिँ सत्मार्गपट्टि चाहिँ प्रेरित हुनका लागि, सत्मार्गमा जानका लागि केही बाधा अडचनहरू आउनेछन्। यो चाहिँ विचार गरेर राजा सगरले अंशुमानलाई राज्य सिंहासन सुम्पिनुभयो।
आफ्ना नाति अंशुमानलाई राज्य सुम्पिनुभयो र महर्षि औरवको सल्लाह अनुसार उहाँले एउटा सद्मार्गको खोजीमा अगाडि लाग्नुभयो र आफ्ना सन्ततिहरूलाई कसरी उद्धार गर्ने, उनीहरूको चाहिँ कसरी कल्याण गर्ने भन्ने कुरामा राजा सगर चाहिँ अग्रसर हुनुभयो। र यता अंशुमानले पनि विचार गरे, अब मेरा पूर्वजहरू, मेरा काकाहरूको मैले उद्धार गर्नुपर्छ, किनभने कर्म गरेर सत्कर्मको बाटोबाट र सद्ज्ञानको सद्मार्गको बाटोबाट मात्रै मुक्ति हुन्छ भन्ने चाहिँ अठोट गरेर अंशुमानले चाहिँ एउटा चाहिँ उद्धारको कर्मलाई अगाडि बढाए। र कसरी उद्धार हुन्छ त भन्दा, जब गङ्गाजी यो चाहिँ पृथ्वीमा, यो धरतीमा अवतरण गरेर त्यो गङ्गाको पावन जल, त्यो पुण्य जलबाट चाहिँ हाम्रा पूर्वजहरूको, हाम्रा काकाहरूको चाहिँ त्यो चाहिँ देह खरानी भएको छ, त्यो खरानीलाई स्पर्श गर्छ, तब चाहिँ हाम्रा पूर्वजहरूको चाहिँ उद्धार हुन्छ भन्ने थाहा पाएर अंशुमानले अब विचार गरे, मैले गङ्गाजीको तपस्या गर्नुपर्छ, गङ्गाजीलाई प्रसन्न बनाउनुपर्छ र स्वर्गबाट यो धरतीमा अवतरण गरायो भने सम्पूर्ण लोकको कल्याण हुन्छ र यो पृथ्वीमा भएका अरू सबैको लगायत मेरा पूर्वजहरूको पनि कल्याण हुन्छ भन्ने एउटा सद्सङ्कल्प विचार गरेर चाहिँ घोर तपस्यामा तल्लीन हुनुभयो। हजारौँ वर्षको तपस्या गर्नुभयो। प्रयास गर्नुपर्छ सज्जन, असफल भइयो भनेर कुनै पनि कुराहरूलाई छोड्नु हुँदैन। तर यहाँ प्रयास गर्दा गर्दै अंशुमानको पनि देहावसान भयो। अंशुमानले गङ्गालाई पृथ्वीमा अवतरण गर्न सकिनन्। त्यही क्रमलाई पुनः दिलीप राजाले त्यही क्रमलाई अगाडि बढाउनु भयो र दिलीप राजाले पनि अनेक समयसम्म, अनेक वर्षौं वर्षसम्म तपस्या गर्नुभयो। तपस्या गर्ने क्रममा उहाँले पनि निराश हुनु भएन। गर्दा गर्दै भगवती गङ्गालाई, त्यो पावनी गङ्गालाई पृथ्वीमा ल्याउने प्रयास गर्दै उहाँको पनि देहावसान भयो। दिलीप राजाले पनि गङ्गाजीलाई पृथ्वीमा ल्याउन सक्नु भएन। तर यहाँ बताइन्छ, हजुरबा, बुबा र आफू 3 पुस्ता आउँदासम्म पनि पुत्र, पौत्र, पपौत्र भनेको त्यही रजबीज हो, त्यही चाहिँ सन्तति हो, त्यही सन्तान हो। बुबाले गरेको कर्म खेर जाँदैन। यदि छोराले त्यही कर्मलाई अँगाल्दै अगाडि बढाउने हो भने त्यो कर्म निरन्तर भइरहन्छ। यहाँ पनि त्यस्तै भयो। अंशुमानले तपस्या गरे, दिलीपले तपस्या गरे गङ्गालाई ल्याउनका लागि, आफ्ना पूर्वजहरूलाई उद्धार गर्नका लागि, तर पनि सकेनन्। त्यस पछाडि आएर राजा भगीरथले पुनः त्यो तपस्यालाई निरन्तर अगाडि बढाए। किनभने पूर्वजहरूको उद्धार गर्नु छ। आफ्ना पूर्वजहरूको उद्धार गर्नु नै आफ्नो उद्धार हो, आफ्नो सन्ततिको उद्धार हो, लोकको उद्धार हो, जगतको उद्धार हो। त्यसकारणले निरन्तर पुस्तौं पुस्ता यो क्रम अगाडि बढ्ने क्रममा भगीरथ राजाले पनि पुनः तपस्या गर्नुभयो र भगीरथ राजाको पालामा आएर यो सङ्कल्प पूर्ण भयो। अत्यन्त प्रसन्न मुद्रामा भगवती गङ्गाजीले भगीरथलाई दर्शन दिनुभयो र भन्नुभयो, भगीरथ बाबु, तिमी केका लागि यो घोर तपस्या गरिरहेका छौ? तिमी के चाहन्छौ भनेर गङ्गाजीले प्रश्न गरिसकेपछि अत्यन्त प्रसन्न भएर भगीरथले भन्नुभयो, भगवती, मैले हजुरलाई मेरा पूर्वजहरूको उद्धारका निमित्त यो प्रार्थना गरेको हुँ, यो तपस्या मैले गरेको हुँ। मेरा पूर्वजहरूले गरेको सानो अभिमानको कारणले गर्दाखेरि मेरा पूर्वजहरू सङ्कटमा हुनुहुन्छ, उहाँहरूको उद्धार भएको छैन। हजुर यो पृथ्वीमा अवतरित हुनु पर्यो र मेरा पूर्वजहरूको उद्धार गरिदिनु पर्यो माते भनेर भगीरथले प्रार्थना गरिसकेपछि गङ्गाजीले भन्नुहुन्छ, ठिक छ बाबु भगीरथ, तिमीले लोक कल्याणको, आफ्नो पूर्वजको कल्याणको कुरा त मलाई बतायौ, तर म स्वर्गमा छु। मेरो चाहिँ पृथ्वीमा अवतरण हुने क्रममा मेरो वेगका कारणले गर्दा पृथ्वी फाटेर म पातालमा पुगेँ भने तिम्रो उद्देश्य पुरा हुने छैन भगीरथ। त्यसकारण मेरो वेगलाई चाहिँ पृथ्वीमा सन्तुलित गर्ने कुनै उपाय खोज बाबु भनेर
भगवती गङ्गाले भनिसकेपछि भगीरथले विचार गर्नुभयो, यो ब्रह्माण्डमा, यो संसारमा गङ्गाजीको वेगलाई चाहिँ एउटा सन्तुलित बनाएर यो पृथ्वीमा अवतरण गर्ने कस्तो शक्ति होला, को हुनुहुन्छ होला भनेर ध्यानमग्न भए र विचार गर्दा गर्दा उनलाई यो कुराको ज्ञान भयो। भगवान भोलेनाथ देवादिदेव महादेव हुनुहुन्छ, उहाँसँग कुनै यसको उपाय हुन सक्छ, त्यो उपाय होला भनेर उनले महादेवलाई प्रसन्न गर्नका लागि ध्यान गरे, तपस्या गरे, साधना गरे। समय बित्दै गयो र भगवान भोलेनाथले भगीरथको प्रार्थनालाई सुनेर स्वीकार गरेर दर्शन दिनुभयो। बाबु भगीरथ, तिमी के चाहन्छौ? के को लागि मलाई स्मरण गर्यौ? तिमीलाई के समस्या आइपर्यो? भगवान भोलेनाथको चाहिँ वचन सुनेर, भगवानका वाणीहरू सुनेर भगीरथ प्रसन्न भएर भने, प्रभु, मैले मेरा पूर्वजहरूको उद्धार गर्नु छ, मेरा पूर्वजहरूको उद्धार गर्ने क्रममा मैले गङ्गाको तपस्या गरेँ, गङ्गालाई प्रसन्न त बनाएँ, तर गङ्गाको वेगलाई चाहिँ सन्तुलित रूपमा यो पृथ्वीमा चाहिँ अवतरण गर्ने शक्ति अरू कोहीमा सामर्थ्य छैन, यो हजुरबाट मात्रै सम्भव छ भगवान भनेर भगवान भोलेनाथलाई साम्ब सदाशिव बाबालाई अनुग्रह, आग्रह, विनम्र चाहिँ आग्रह गरिसकेपछि भगवानले त्यो कुरा भक्तको भावलाई बुझेर भगवानले त्यो गङ्गाको स्वर्गबाट आउँदै गरेकी गङ्गालाई आफ्नो जटाको माध्यमबाट सन्तुलित रूपमा पृथ्वीमा अवतरण गराउने एउटा चाहिँ आश्वासन दिइसकेपछि भगीरथ प्रसन्न भए र गङ्गाजीको अवतरण भगवान भोलेनाथको जटामा अवतरण भयो, तर गङ्गाजी त्यहीँ हराई। भगवानको जटामा गङ्गाजी त्यहीँ विलीन भइन् र तत्पश्चात फेरि भगीरथले महादेवलाई प्रार्थना गरिसकेपछि भगवानका जटाबाट सन्तुलित रूपमा प्रवाहित भइन्। गङ्गा गङ्गे माताको जय हो। यसरी भगीरथको कठोर तपस्यापछि प्रसन्न भएर गङ्गाजी पृथ्वीमा अवतरित हुनुभयो र अवतरित भएकी गङ्गालाई अगाडि आफ्नो चाहिँ रथ अगाडि लगाउँदै गङ्गाजीलाई पछाडि प्रवाहित गर्दै गर्दै प्रसन्न मुद्रामा, अत्यन्त प्रसन्न मुद्रामा, किनभने यो 2-3 पुस्ता पछाडि भएको सफलताले कति मन प्रसन्न हुँदो हो। आफ्ना पूर्वजहरू, आफ्ना पितृहरू र आफ्ना सन्ततिहरूको उद्धार गर्न, कल्याण गर्न पाएकोमा भगीरथ कति प्रसन्न भयो होला, कति खुसी भयो होला। त्यही खुसीलाई साथमा लिएर अत्यन्त वेगले रथमा अगाडि लाग्न लागे, पछाडि गङ्गा प्रभावित हुँदै गइन्। तर बाटामा एउटा ऋषिको आश्रम रहेछ, जसलाई जन्नु ऋषि भनेर चिनिन्छ। जन्नु ऋषिको आश्रम पनि गङ्गाको वेगले भगाइदियो। तत्पश्चात जन्नु ऋषि चाहिँ अलिकति क्रोध आएछ, किनभने आफ्नो वासस्थान, आफ्नो कर्म क्षेत्र, आफ्नो चाहिँ आश्रमलाई बगाइसकेपछि गङ्गाजीलाई जन्नु ऋषिले पान गरिदिनु भयो। बल्ल बल्ल धरतीमा चाहिँ अवतरित भएकी गङ्गालाई यसरी जन्नु ऋषिले पान गरिसकेपछि अब त्यहाँ भगीरथ रिसाएनन्। जसरी सगर राजाका 60,000 कुमारहरू जसरी चाहिँ कपिल मुनिसँग चाहिँ रिसाएका थिए, त्यसरी रिसाएनन्। हे भगवान, हे प्रभु, मेरो चाहिँ प्रार्थना सुन्नुहोस्, मेरो त यो कारणले मैले यसरी ल्याएको थिएँ, मेरा पूर्वजको उद्धार गर्नका लागि ल्याएको थिएँ, मलाई कृपा गर्नुहोस्, क्षमा गर्नुहोस् भनिसकेपछि जन्नु ऋषिको जाङबाट पुनः फेरि त्यहाँबाट चाहिँ गङ्गा चाहिँ प्रकट भइन्, निक्लिन् र जाह्नवी भनेर पनि गङ्गाको नाम रहन गयो। यसरी अब प्रवाहित हुँदै कपिल मुनिको आश्रमका वरिपरि गङ्गाजी प्रवाहित भइरहँदा प्रसन्न भएका ती आफ्ना पूर्वजहरू, उद्धार भएका, खुसी भएका, अनन्त दिव्य रूप प्राप्त गरेका आफ्ना पूर्वजहरूलाई देखेपछि भगीरथ अत्यन्त प्रसन्न हुनुभयो। ओहो, मेरा पूर्वजहरूले गरेको कर्म, मेरा सन्ततिहरूले गरेको कर्मको एउटा फलको रूपमा आज मैले मेरा पूर्वजहरूलाई
चाहिँ मैले उद्धार गर्ने, उहाँहरूलाई चाहिँ एउटा सद्गति उत्तम मार्गपट्टि चाहिँ पठाउने लगाउने चाहिँ एउटा चाहिँ मैले विकल्प एउटा चाहिँ गङ्गा जस्तो पवित्र पुण्य चाहिँ पापहरूलाई चाहिँ प्रवाहित गरिदिने, पखारिदिने चाहिँ गङ्गालाई मैले यहाँ अवतरण गराएर मेरो पूर्वजहरूको चाहिँ उद्धार गर्न मैले सकेँ भनेर धन्य धन्य हुँदै भगवती गङ्गाको स्तुति गर्दै गर्दै रहनुभयो। यो मैले सज्जन यो एउटा भागवत महापुराणको एउटा प्रसङ्गलाई मैले जोडेँ। गङ्गा दशहराको पर्वलाई चाहिँ एउटा चाहिँ मैले व्याख्या गर्ने अथवा गङ्गा दशहरा किन मनाइन्छ भन्ने एउटा प्रसङ्गलाई जोड्नका लागि मैले यो चाहिँ पृथ्वीमा गङ्गाजी अवतरित हुनुभएको प्रसङ्गलाई मैले जोडेँ। यस्तै पावन पवित्र गङ्गाजी चाहिँ यसरी धरतीमा आएको प्रसङ्ग यहाँ आयो र अब यो कहिले आउनुभयो त कसरी भन्ने कुराहरू यहाँ थोरै चाहिँ जिज्ञासा हुनसक्छ। ज्येष्ठ मासे चिते पक्षे दशम्यां बुधहस्तयो व्यतिपाते गरानन्दे कन्या चन्द्रे वृषे रवौ। ज्येष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिलाई गङ्गा दशहरा भनेर प्रतिपदाबाट दशमीसम्मको यी तिथिहरूलाई हामीले गङ्गा दशहरा भनेर हामीले जान्दछौँ। ज्येष्ठ मासे शीते पक्षे ज्येष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथि बुधबार हस्ता नक्षत्र व्यतिपात योग गरकरण आनन्द योग र चन्द्रमा कन्या राशिमा वृष राशिमा सूर्य। ज्येष्ठ मासे शीते पक्षे दशम्यां बुधहस्तयो व्यतिपाते गरानन्दे कन्या चन्द्रे वृषे रवौ। हरते दश पापानि तस्मा दशहरा स्मृता। यी 10वटा योगहरूको योग भएको बेलामा यदि स्नान यदि गरिन्छ भने 10 प्रकारको पापहरूलाई नाश गर्छ। यस्ती पवित्र पावन गङ्गाजी जसले भगीरथ आदि चाहिँ भगीरथ अंशुमान आदि चाहिँ हाम्रा चाहिँ पूर्वजहरू हाम्रा चाहिँ शास्त्रले बताएका महान चाहिँ ऋषि महर्षिहरूको विशेष योगदान र कठोर तपस्याका कारण हामीले प्राप्त गरेका छौँ। हामी कति धन्य छौँ, त्यस्तो गङ्गाजीलाई हामीले धरतीमा प्राप्त गरेका छौँ। यस्तै गङ्गाजीलाई जसरी चाहिँ भगीरथले आफ्ना पितृहरूको उद्धार गर्नका लागि अवतरित गराए गङ्गाजीलाई, त्यसै गरी हामीले पनि अब यो गङ्गा दशहरामा स्नान गर्ने, स्नान दान जप होम आदि कर्महरू गऱ्यौँ भने हाम्रा पूर्वजहरू पनि चाहिँ एउटा सद्गति उत्तम गति प्राप्त गर्नुहुन्छ पूर्वजहरूले र उहाँहरूको पनि उद्धार हुन्छ। त्यस कारणले दशहरा गङ्गा स्नान हामीले गर्नु अत्यन्त महत्त्वपूर्ण छ। 10 प्रकारका पापहरूलाई नाश गर्ने यस्तो पवित्र पुण्य दशहरा गङ्गा दशहरा पर्व नजिकै आइरहेको छ। यो चाहिँ हामीले थोरै यो विषयमा चाहिँ भक्तजन र एउटा हाम्रो वैदिक सत्य सनातन धर्मावलम्बीहरूलाई केही कुरा यसबाट जानकारी होस् र गङ्गाजीको चाहिँ आशीर्वाद प्राप्त होस् भन्ने मुख्य हेतुले चाहिँ यो हामीले हजुरहरू सामु पस्किरहेका छौँ। 10 प्रकारका पापहरू नाश भएर जान्छन्। हामीले हाम्रा कर्मेन्द्रिय ज्ञानेन्द्रिय यी 10वटा इन्द्रियहरू जो छन्, यी इन्द्रियहरूले जानी नजानी चाहिँ पापहरू गरेका हुन्छन्। कति जानेर कति नजानेर पाप कर्म भइरहेको हुन्छ। त्यसकारण यी 10वटा पापहरूलाई चाहिँ समन गर्न, यिनीहरूलाई निर्मलीकरण गर्नका लागि हामीले गङ्गा दशहराको स्नान गर्नुपर्छ। पहिलो शारीरिक पाप, कायिक भन्ने पाप, शरीरले गरेका पाप। दोस्रो व्यभिचार, जानेर नजानेर अन्जानमा व्यभिचार हामीबाट हुन सक्छ। काम क्रोध लोभ मोह मद यी यस्ता कुराहरूले चाहिँ भरिएको हाम्रो शरीर कोही बेला चाहिँ यी काम क्रोध लोभ मोहलाई अलिकति हामीले चाहिँ आफ्नो नियन्त्रणमा नराख्दै गर्दाखेरि शरीरको माध्यमबाट र चाहिँ व्यभिचार भएर कुनै पापहरू गएको हुन सक्छ। तेस्रो हिंसा भएको हुन सक्छ। हामी किनभने हाम्रो त कृषि प्रधान देश हो। हेर्नुहोस्,
हामीले बारीमा खनजोत गर्दा अथवा हामीले कुनै कुराको उब्जाउ गर्दा पनि त्यहाँ केही कुनै प्रकारको हिंसा भएको हुन्छ। हामीले हिँड्दाखेरि पनि कुनै जीवजन्तुहरूको चाहिँ हाम्रो पैताला मुनि परेर मृत्यु भएको हुनसक्छ। हरेक प्रकारको हुनसक्छ। जान अनजानमा हिंसा हुनसक्छ। वाचिक बाणी, चौथो बाणी। बाणीबाट कहिलेकाहीँ हामीले जहिले मिठो मात्रै बोलिन्छ भन्ने छैन। कहिलेकाहीँ टर्रो, कहिलेकाहीँ अमिलो, कहिलेकाहीँ तितो, कहिलेकाहीँ पिरो पनि बोलिएको हुनसक्छ। गृहस्थ धर्ममा धेरै छौँ। गृहस्थ धर्म हुँदै गर्दाखेरि, पालन गर्दै गर्दाखेरि कहिलेकाहीँ वचनबाट पनि केही चाहिँ एउटा चाहिँ अशुभ कर्म चाहिँ हुनसक्छ। त्यसकारण यो चौथो बाणीको पाप। पाँचौँ झुट बोल्नु। कहिलेकाहीँ हामीले झुट बोलेको हुनसक्छ। बोल्दै जाँदाखेरि हामी भन्छौँ नि हाड नभएको जिब्रो कहिलेकाहीँ चाहिँ लटपटियो भन्छौँ नि। त्यसकारण कहिलेकाहीँ त्यसरी झुट बोलेर पनि पाप भएको हुनसक्छ। यो पाँचौँ पाप। चुगली गर्ने कुराहरू, यो छैटौँ भयो। सातौँमा निरर्थक कुरा, अर्थ बिनाको कुरा। अर्थ नवर्थ गोविन्द गाई खोइ के भन्छौँ नि हामी। अर्थ बिनाको कुरा, त्यसको कुनै पनि कारण नभएको, कुनै पनि त्यसबाट चाहिँ राम्रा कुराहरू आउन नसक्ने कुराहरू कहिलेकाहीँ गरिएको छ, निरर्थक कुरा गरिएको छ भने त्यो सातौँ। त्यसकारण निरर्थक कुरा पनि गर्नुहुने रहेनछ। त्यो पनि एउटा पापको बिन्दु भन्ने रहेछ। आठौँ पाप परधनको इच्छा। फलानाको त यत्रो छ, मेरो पनि भए हुन्थ्यो, मलाई अलिकति भए हुन्थ्यो, उसको मात्रै छ भन्ने जुन हामीले अरूको धनको इच्छा गर्छौँ नि, विशेष गरेर भ्रष्टाचार गर्छौँ। अरूको धन हो, राज्यको ढुकुटीको धन अथवा अर्काको धनलाई चाहिँ बल जपत्ती ल्याइन्छ भने त्यो परधनको इच्छा भयो। त्यो परधनको इच्छा गरियो भने पनि आठौँ पाप। त्यो पनि पापको एउटा बिन्दु बन्ने रहेछ। नवौँमा परस्त्री। दिदीबहिनी आमाहरूमा चाहिँ गलत कुदृष्टिले हेरियो भने, गलत नजरले हेरियो भने त्यहाँ पनि पापको बिन्दु त्यहाँबाट पनि आउने रहेछ। यो नवौँ पाप भयो भने परपीडा। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम। 18 पुराणको निष्कर्ष पनि त्यही हो, परपीडा गर्नु भएन। परपीडा, अरूलाई पीडा हुने कर्म गरियो, अरूलाई पीडा दियो भने पनि पाप लाग्नेछ। यसरी यो 10औँ पाप। यी 10वटा पापहरूलाई निर्मलीकरण गर्नका लागि, धुनका लागि र फेरिदेखि मबाट यी 10 प्रकारका पापहरू नहोस्, हे गङ्गे, हे माते, मेरा यी पापहरूलाई निर्मलीकरण गरिदिनुहोस् भनेर चाहिँ हामीले प्रार्थना गर्दै सङ्कल्पपूर्वक, विधिपूर्वक गङ्गा दशहराको स्नान हामीले गर्नुपर्छ। यसरी स्नान गऱ्यौँ भने यी 10 प्रकारका पापहरू नाश भएर जान्छन्, निर्मलीकरण भएर जान्छन्। त्यसै कारणले हामीले गङ्गा दशहरा स्नान भनेर हामीले भनेका छौँ। त्यसकारणले गर्दा यो गङ्गा दशहराको स्नानको अत्यन्त महत्त्व छ। हाम्रो देश नेपाल, जहाँ मेचीदेखि महाकालीसम्म विभिन्न नदी नाला चाहिँ तलाउहरू अथवा विभिन्न तीर्थहरूले शोभायमान भएको हिमवत् खण्ड, त्यो पनि भारतवर्ष, यस्तो पवित्र पुण्य भूमिमा हामी बसेका छौँ। हामीले यस्तो पुण्य भूमिमा जन्म लिन पाएका छौँ। त्यसकारण यस्तो पुण्य भूमिमा बसेर हाम्रा वैदिक सत्य सनातन धर्मका यी कुराहरूलाई हामीले अलिकति चाहिँ खोजी गऱ्यौँ भने, अलिकति जान्ने इच्छा गऱ्यौँ भने प्रशस्त छन्। एउटा त्यो मध्येको एउटा यो गङ्गा दशहरा स्नान पनि एउटा विशेष हो। सेती, भेरी, महाकाली, गण्डकी, कौशिकी अनि पार्दछिन् शुद्ध कर्णाली, जति पाप भए पनि गङ्गा सिन्धु सरस्वती च यमुना गोदावरी नर्मदा कावेरी सरयू महेन्द्र तनया लीलावती रोसिका। लीलावती रोसिका जुन लटकेश्वरको परिसरमा हुनुहुन्छ। कावेरी सरयू महेन्द्र तनया लीलावती रोसिका, क्षिप्रा बेत्रवती महासुर नदी
ख्याता जया गण्डकी पूर्णजलै समुद्रसहिता कुर्वन्तु मे मङ्गलम्। नमामि गङ्गे तव पादपङ्कजं सुरासुरैर्वन्दितदिव्यरूपम्। भुक्तिं च मुक्तिं च ददासि नित्यं भावानुसारेण सदा नराणाम्। गङ्गे त्रिपथगे देवी भगीरथि नमोऽस्तु ते। त्वां मां पावय पापेभ्यो स्नानान् मुक्तिं च देहि मे। यसरी हाम्रा पवित्र गङ्गा नदीहरू छन्, पुण्य तीर्थहरू छन्। हाम्रो लड्केश्वर भगवानको प्राङ्गण जहाँ रोशी लीलावती गङ्गाको पावन क्षेत्रमा गङ्गा दशहराको पर्वलाई मध्यनजर गरेर 108 चाहिँ धारा गङ्गाका धाराको रूपमा चाहिँ हामीले त्यहाँ स्नान गराउने चाहिँ एउटा चाहिँ हाम्रो कार्यक्रम रहेको छ भनेर लड्केश्वर कालाग्नि रुद्रपीठका पीठाधीश मुकुन्द शर्मा उहाँगाईले त्यहाँ चाहिँ 108 धाराको परिकल्पना गर्नुभएको छ। गङ्गा दशहरा स्नानका लागि निमन्त्रणा त्यहाँ चाहिँ यो ओमकार टेलिभिजनको माध्यमबाट निरन्तर भइरहेको छ। हामीले यस्तो पवित्र पुण्य कर्ममा हामी सबै सहभागी भयौँ भने हाम्रा 10 प्रकारका पापहरूलाई नाश गर्न सक्ने गङ्गाको आह्वान गरेर त्यहाँ हामीले स्नान गऱ्यौँ भने पक्कै पनि भक्तजन ती चाहिँ हाम्रा शरीरमा भएका 10 प्रकारका पापहरू निर्मलीकरण भएर जान्छन्, धोइएर जान्छन्, पखालिएर जान्छन्। त्यसकारणले अत्यन्त पुण्य भूमि जहाँ लड्केश्वर भगवान विराजित हुनुहुन्छ, लीलावती गङ्गा रोशी गङ्गाको चाहिँ सङ्गम, त्यहाँ 108 धाराको परिकल्पना गरेर चाहिँ जुन लड्केश्वर पीठाधीशले त्यहाँ एउटा हामीलाई गङ्गा स्नान गर्ने एउटा वातावरण बनाइदिनु भएको छ, त्यो पनि हाम्रो लागि महत्त्वपूर्ण हो सज्जनवृन्द, भक्तजन। त्यसकारण यो गङ्गा दशहराको महिमालाई मैले यहाँहरू समक्ष जानी नजानी कति कुराहरू भगवानका प्रेरणाले मैले चाहिँ यी कुराहरू यहाँ राखेँ। कतै टुटफुट भएको पनि हुनसक्छ। यो कुरालाई चाहिँ एउटा चाहिँ सही कुरामा र एउटा चाहिँ यसलाई चाहिँ राम्रो हिसाबले सात्विक रूपमा राजसिक र तामसिक रूपमा नबुझेर यी कुराहरूलाई चाहिँ आफ्नो जीवनमा उतारेर आफ्नो जीवनको कल्याण गर्न चाहिँ तपाईहरूलाई एउटा चाहिँ माध्यम बनोस् भन्ने मेरो चाहना, मेरो इच्छा यही हो। त्यसकारणले यो गङ्गा दशहराको बारेमा हामीले यहाँनिर चर्चा गऱ्यौँ। यो ज्येष्ठ महिनाको 14 गतेबाट चाहिँ ज्येष्ठ महिनाको 22 गतेसम्म गङ्गा दशहरा स्नानको पुण्य अवसर, पावन अवसरमा यहाँहरूलाई चाहिँ त्यो अवसरमा गङ्गा दशहराको स्नान गरेर चाहिँ आफ्नो जीवनलाई चाहिँ धन्य बनाउनु, पुण्यमय बनाउनु, पुण्यलाई चाहिँ वृद्धि गर्नका लागि एउटा चाहिँ खुड्किलोको रूपमा यो चाहिँ गङ्गा दशहरा पर्वलाई यहाँहरूले लिनुहुन्छ भन्ने मलाई मेरो मनमा त्यो कुराहरू राख्दै मेरा बाणीहरूलाई आजका यो सत्सङ्ग रूपी बाणीहरूलाई यहीँ विश्राम गर्न चाहे। ओम असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय। ओम शान्तिः शान्तिः शान्तिः। हर हर गंगे जय जय गंगे, हर हर गंगे। ओम नमः शिवाय।